शुक्रबार बिहान अब 6 बजेर 7 बजीसम्म चाहिँ यसो पिलातसको सामुन्ने पुग्छ, लिएर जान्छ उनीहरूले। अनि पिलातसको सामुन्ने लिएर गइसकेपछि यहाँ विशेष गरी पिलातसको सामुन्ने लिएर जानुभन्दा अगाडि उनीहरू चाहिँ यहाँ लुकाको पुस्तक 23 अध्यायको 7 देखि 10 पद पढ्दाखेरि हामी के थाहा पाउँछौँ भने उहाँ हेरोदको इलाकाको मानिस रहेछ भन्ने थाहा पाएर पिलातसले उहाँलाई हेरोद कहाँ पठाइदिए भन्छ। सुरुमा चाहिँ पिलातस कहाँ लिएर जान्छ, तर पिलातसले यसो हेर्दाखेरि यो चाहिँ मेरो इलाकाको मान्छे होइन रहेछ, हेरोदको मान्छे रहेछ भनेर पिलातसले चाहिँ हेरोदलाई ट्रान्सफर गरिदिन्छन्, हेरोदको कार्यालयमा ट्रान्सफर गरिदिन्छन्। अनि ती दिनमा हेरोद आफै पनि यरुसलेममा थिए। अब येशूलाई देखेर हेरोद अत्यन्तै खुसी भए, किनकि तिनले उहाँको विषयमा सुनेको हुनाले धेरै दिनदेखि उहाँलाई हेर्ने इच्छा गरेका थिए र उहाँले केही आश्चर्य काम गर्नुभएको हुने हेर्ने आशा गर्थे। तिनले उहाँलाई धेरै प्रश्न गरे तर उहाँले तिनलाई केही जवाब दिनु भएन। मुख्य प्रधान पुजारी र शास्त्रीहरू चाहिँ खडा भएर उहाँलाई जोडताडका साथ दोष लगाउन लागे। हेरोदले आफ्नो सिपाहीहरूसँग मिली उहाँलाई तिरस्कारपूर्ण व्यवहार गरेर उहाँको घिल्ला गरे। त्यसपछि उहाँलाई रवाफिलो पोसाक पहिराएर पिलातस कहाँ पठाइदिए भन्छ। हेरोद चाहिँ विशेष गरी येशू ख्रीष्ट जन्मेकोदेखि नै येशू ख्रीष्टलाई हेर्ने निकै ठुलो चाहना थियो। अनि हेरोदले चाहिँ येशू ख्रीष्टको अपमान गर्नको लागि, घिल्ला गर्नको लागि विशेष गरी येशू ख्रीष्टलाई चाहिँ विभिन्न किसिमका प्रश्नहरू गर्छन्। तर प्रश्न गर्दाखेरि येशू ख्रीष्टले केही पनि बोल्नुहुन्न। यसबाट सिक्नुपर्ने कुरा चाहिँ के भन्दाखेरि प्रियहरू, तपाईँ र मेरो अपमान गर्नको लागि हुने नहुने प्रश्नहरू गर्छन् भने त्यस्ताको जवाब दिइराख्नु आवश्यक छैन भन्ने कुरा पनि हामी सिक्छौँ। हामी चाहिँ एकदमै झन्केर रिसाएर उत्तरहरू दिने कोसिस गर्छन्। तर प्रियहरू, यहाँबाट सिक्नुपर्ने कुरा, येशू ख्रीष्टलाई धेरै प्रश्नहरू गर्छन्, सिपाहीहरूले उल्टो उक्साउँछन्, कतिले उक्साइरहन्छन् अनि कतिले प्रश्न सोधिरहन्छन्। तर येशूले चाहिँ केही पनि भन्नुहुन्न। यतिखेर चाहिँ अब 7 बजेदेखि 8 बजीसम्म के भयो त भन्दाखेरि फेरि येशू ख्रीष्ट चाहिँ हेरोदबाट पिलातस कहाँ फिर्ता गरिदिन्छ। हेरोदले अब के गर्छ, हेरोदले पनि पिलातसले हेरोद कहाँ पठाउँछ। अब हेरोदले फेरि येशू ख्रीष्टलाई पिलातस कहाँ पठाउने निर्णय गर्छ। लुकाको पुस्तक 23को 20 देखि 25मा येशूलाई छोडिदिने इच्छा गरेर पिलातसले फेरि तिनीहरूलाई सम्झाए, तर तिनीहरू यसो भन्दै चिच्चाए, क्रुसमा टाँग्नुहोस्, त्यसलाई क्रुसमा टाँग्नुहोस् भनेर त्यहाँ गरिरहेका छन्। अनि तिनले तेस्रो पल्ट तिनलाई भने, किन मानिसले के खराबी गरेका छन् र भन्छ। पिलातसले चाहिँ विशेष गरी येशू ख्रीष्टलाई छोडिदिने निर्णय गर्छ। यो मान्छे पक्रिहाल्नु पर्ने चाहिँ केही भेटेन, क्रुसमै मार्नु पर्ने मैले केही पनि देखेन, यो मान्छेको कमी कमजोरी केही पनि छैन भनेर पिलातसले येशू ख्रीष्टको बारेमा मूल्याङ्कन गर्दाखेरि येशू सही देख्छन्, राम्रो देख्छन्। तर त्यहाँका भिडहरूले क्रुसमा टाक्नै पर्छ, मार्नै पर्छ भन्ने कुराको चाहिँ प्रेसर दिइसकेपछि पिलातसले येशू ख्रीष्टलाई क्रुसमा मार्ने निर्णयका साथ केस अगाडि बढ्दछ। बिहान 8 बजेदेखि 9 बजीसम्म चाहिँ येशू कलवरी, त्यसपछि सबै निर्णय भइसकेपछि येशू ख्रीष्टलाई कुट्दै पिट्दै मानिसहरूले क्रुस बोकाएर खप्परे डाँडा अथवा कलवरीको डाँडातिर चाहिँ पुर्याउँदै जान्छन्। अनि उनीहरू भिडले चाहिँ येशू ख्रीष्टलाई कुट्दै पिट्दै लगेर चाहिँ जान्छन्। अनि बिहान ठिक 9 बजे चाहिँ येशू ख्रीष्टलाई चाहिँ उनीहरूले क्रुसमा टाँगिदिन्छन्। यहाँ हामी हेर्न सक्छौँ यशायाको पुस्तक 53 अध्यायको 3 देखि 4 पदमा हेर्छौँ भने उहाँलाई अपराधी जस्तै ठान्नुभयो र अपराधीको दर्जामा राख्नुभयो हुन्छ। कलवरीको डाँडामा येशू ख्रीष्टलाई 2 जना चोरहरूसँग क्रुसमा टाँगिदिन्छन् बिहान 9 बजे। मर्कुसको पुस्तक 15 अध्यायको 25 अनुसार चाहिँ तिनीहरूले उहाँलाई क्रुसमा टाँग्दा बिहानको 9 बजेका थिए भन्छ। अनि यशायाको पुस्तकको अगमबानी यो चाहिँ पुरा भएका थिए। यो चाहिँ के भन्दा उहाँ हाम्रो निम्ति चाहिँ मारिनु भयो, थुमा जसरी उहाँ चाहिँ हाम्रो निम्ति कुटिनु भयो, पिटिनु भयो, मारिनु भयो भनेर चाहिँ निर्दोष व्यक्तिलाई यसरी चाहिँ उनीहरूले क्रुसमा टाँगिदिन्छ र टाँग्दाखेरि चाहिँ 2 जना चोरहरूको बिचमा चाहिँ उहाँलाई टाँगिदिन्छन्। 9 बजेर 10 बजेको समयमा चाहिँ येशू ख्रीष्टको लुगा चाहिँ उनीहरूले चिट्टा हालेर बाँडबाँड गर्छन् र येशू ख्रीष्टले पहिलो कुरा अब क्रुसमा, त्यो अघिदेखि नै येशू ख्रीष्ट केही बोल्दै हुनुहुन्न थियो। जब क्रुसमा चढ्नु
मारिनलाई चढ्नु भयो, मरिसकेका छैन, मारिनलाई उहाँले चढाउनु भयो। चढाउनु भइसकेपछि 9 र 10 बजेको बिचमा चाहिँ उनीहरू तमासा खेल्छन्। येशू ख्रीष्टको सबै कपडा च्यातेर उनीहरू चिट्ठा खेल्छन्। कसले के पर्छ, कसलाई के हो भनेर उनीहरू ख्याल ठट्टा चिट्ठा गरेर बस्छन्। अनि त्यही समयमा प्रभु यीशु ख्रीष्टले क्रुसबाट यसरी हेर्दा आफ्नो वस्त्र चाहिँ चिट्ठा खेलिरहेको देखिसकेपछि प्रभुले भन्नुहुन्छ, अनि म लुकाको पुस्तक 23को 34 पदमा उहाँले के भन्नुहुन्छ भन्दाखेरि, हे पिता यिनीहरूलाई क्षमा गर्नुहोस् किनकि यिनीहरूले के गर्दैछ सो जान्दैनन् भन्छ। अब एकदमै यो कुरा चाहिँ दुःखको कुरा हो। यो कुरा चाहिँ विशेष गरी तपाईँ र मलाई चाहिँ यसरी क्रुसमा टाँगेको भए सायद तपाईँ र मैले श्राप थियो होला, मान्छेहरूलाई गाली गर्थ्यो होला, ए मलाई मार्ने यिनीहरूलाई पनि प्रभु तपाईँले भस्म गर्नुहोस् भन्न सक्थ्यो होला। तर प्रभु यीशु ख्रीष्टले यस्तो भन्नु भएन। उहाँले यो दुःखको घडीमा पनि आफू जल्दै गर्दाखेरि, आफू मर्दै गर्दाखेरि पनि उहाँले के भन्नुभयो भन्दाखेरि, हे पिता यिनीहरूलाई क्षमा गर्नुहोस् किनकि यिनीहरूले के गर्दैछ सो उनीहरूले नजानेका छन्। लेट फर्गिभ देम भन्छ। यो चाहिँ सबभन्दा ठुलो मन हो। त्यसकारण येशू ख्रीष्टको मन चाहिँ नम्रताको मन, क्रुसको मृत्यु समय आज्ञाकारिताको मन भनेको यही नै हो। हामी फिलिपीको पुस्तकमा पाउँछौँ नि त, येशू ख्रीष्ट परमेश्वर भएर पनि उहाँले मानिस जरा बराबरी तुलाएर चाहिँ उहाँले आफ्नो क्रुसको मृत्यु समय आज्ञाकारी बन्नु भएर उहाँको नाउँ चाहिँ उच्चमा पार्नुभयो। कति महत्त्वपूर्ण कुरा छ। आफ्नो शत्रुहरूलाई पनि क्षमा गर्ने चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ। यो लुकाको पुस्तक 23 अध्यायको 34 पदमा बोलेको क्षमा गर्नुहोस् भनेको चाहिँ क्रुसमा चढिसकेपछि उहाँले बोल्नु भएको पहिलो वचन हो, पहिलो शब्द हो। अब 10 बजेदेखि 12 बजेसम्म चाहिँ क्रुसमा झुन्डेको येशूको गिल्ला ठट्टा र अपमान गरेका थिए मानिसहरूले चाहिँ। मत्तीको पुस्तक 27को 39देखि 40 मा हेर्छौँ भने त्यहाँबाट आउने जानेहरूले आफ्नो मुन्टो हल्लाएर उहाँको गिल्ला गरे। लुकाको पुस्तक 23 अध्यायको 39 पदमा अरूले त ठट्टा गर्यो गिल्ला गर्यो, आफैसँग यतापट्टि र उतापट्टि झुन्ड्याउने एकजना चोरले पनि के भन्छ, क्रुसमा टाँगेको अपराधी मध्ये एकजना अपराधीले उहाँको अपमान गर्दै भन्यो, के तिमी ख्रीष्ट होइनौ? तिमी आफैलाई हामीलाई बचाऊ। सबभन्दा दुःखको कुरा, एक दुईजना चोरहरूलाई उहाँसँगै टाँगिएको चोरहरूमा पनि एकजना चोरले चाहिँ उहाँलाई एकदमै अपमान गर्दै गिल्ला गर्दै के भनेको छ भन्दाखेरि, तिमी ख्रीष्ट हो भने आफू पनि बचाऊ, हामीलाई पनि बचाऊ भनेर चाहिँ उसले गिल्ला गर्दै यसरी हेरेर आफू दुःख पाइरहेको मान्छेले पनि भन्छ। कमसे कम अरूले भनेको त जायज थिए, तर ऊ पनि त्यही दशामा परिरहेका छन्, उसलाई पनि त्यही कष्ट पाइरहेका छन्, उसलाई पनि त्यही कष्ट पाइरहेका छन्, यहाँ येशूलाई पनि त्यही कष्ट पाइरहेका छन्। अनि यसरी कष्ट पाउनेहरूले पनि त्यस्तो भन्दाखेरि कति दुःख भयो होला येशूको मनमा। अनि यसबाट हामीले सिक्नुपर्ने यो एउटा चोर, त्यो गलत बोल्ने यो चोरबाट सिक्नुपर्ने कुरा, कठोर मानिसहरू मर्ने बेलामा पनि पश्चाताप गर्न खोज्दैनन् र आफ्नो कठोरतामा नरक जान्छन् हुन्छ। एकदमै यो पाठ हो। समाजमा छिमेकमा कठोर मानिसहरू धेरै छन्, मूर्ख मानिसहरू धेरै छन्। मूर्ख मानिसहरू, कठोर मानिसहरू मर्ने बेलामा पनि पश्चाताप गर्न खोज्दैनन् भन्छ, आफ्नो कठोरतामा चाहिँ नरक जान्छन् भन्छ। एकदम दुःखको कुरा हो। त्यस कारणले गर्दाखेरि यस्तो व्यक्तिहरूको लागि यो चोर चाहिँ एउटा शिक्षा हो, यो चोर चाहिँ एउटा उदाहरण हो। सेम समयमा क्रुसमा झुन्डिएको अर्को चोरको चाहिँ एउटा पश्चातापी जवाब, अर्को यतापट्टिको अर्को चोरले चाहिँ के भन्छ भन्दाखेरि, त्यस अर्को चोरले हकारेर उसले जवाब दियो, त पनि त्यही दण्डमा परेको छस्, तापनि परमेश्वरको डर मान्दैनस्? हाम्रो दण्ड त न्यायोचित छ, किनकि हामीले त आफ्नो कामको उचित फल भोगिरहेका छौँ, तर यी मानिसले केही अनुचित काम गरेका छैनन्। तब त्यसले भन्यो, हे येशू तपाईँ आफ्नो राज्यमा हुनुहुँदा मलाई सम्झनुहोस्। वाट अ वन्डरफुल मेसेज। अर्को चोरले चाहिँ के भन्छ भन्दाखेरि, छन् हाम्रो दण्ड त न्यायोचित थिए, तर यो मानिसमा बिचरा केही पनि त्यस्तो थिएनन्, र पनि त किन अपमान गर्दैछस् भनेर उसलाई हकारिसकेपछि अर्को चोरले येशूलाई भन्नुहुन्छ, हे येशू तपाईँ आफ्नो राज्यमा आउनुहुँदा मलाई पनि सम्झिनुहोस्। मर्ने बेलाको यत्रो सानो समय थियो उसँग, 10 मिनट कति मिनट, उसँग धेरै समय थिएन, धेरै कम समय थियो। अनि कम समयमा चाहिँ त्यो मानिस, त्यो अर्को चोरले चाहिँ पश्चाताप गर्दै भने, हे येशू तपाईँको राज्य मलाई सम्झनुहोस् भन्छ। अब यसबाट हामीले सिक्नुपर्ने कुरा चाहिँ विशेष गरी के हो भन्दाखेरि, धर्मी जन विश्वासद्वारा नै जिउँछ भन्छ नि, रोमीको पुस्तक 1 अध्यायको 17 पदमा। यो मानिस चोर थियो, वास्तवमा ऊ पनि नरक नै गइरहेका थिए, ऊ पनि नरककै ढोकामै थिए,
नरक जानलाई केही समय मात्रै उसको निम्ति समय थिए, तर विशेष गरी त्यो मान्छेले अन्तिम चरणमा उसले पश्चाताप गर्छ र भन्छ, प्रभु मलाई तपाईँको राज्यमा चाहिँ मलाई तपाईँले सम्झिनुहोस् भन्दाखेरि येशू ख्रीष्टले दोस्रो शब्द बोल्नुहुन्छ। यहाँ क्रुसमा येशूले बोल्नुभएको दोस्रो आवाज, दोस्रो वचन चाहिँ के थियो भन्दाखेरि लुकाको पुस्तक 23:43 उहाँले भन्नुभयो, साँच्चै म तिमीलाई भन्छु आजै तिमी मसित स्वर्गलोकमा हुनेछ। आमेन। यो वचन चाहिँ एकदम महत्त्वपूर्ण छ। यो चोरहरूबाट सिक्न सकोस् भनेको कारणले यसुलाई मानिसको भिडमा, मानिसहरूको बिचमा शुक्रबारको दिनमा चाहिँ दुईजना चोरहरूसँग नै चाहिँ झुन्ड्याउनु पर्ने थियो। किनकि आजकलको संसारमा यो दुईजना चोरहरू जस्तो मानिसहरू धेरै छन्। परमेश्वरलाई प्रेम गर्ने र परमेश्वरलाई घृणा गर्ने मानिसहरू धेरै भएको कारणले गर्दा दुई पाटोको मानिसहरू छन्। दुई पाटोको बिचमा येशू चाहिँ हुनुहुन्छ। त्यसकारण येशूको वचनमा जहिले पनि म तिमीहरूको बिचमा हुनेछु, म तिमीहरूको माझमा हुनेछु भन्छ। त्यस कारणले परमेश्वरको वचन पूरा हुनको लागि येशू ख्रीष्टलाई यो दुईजना चोरहरूकै सामुन्ने झुन्ड्याउनु परेका थिए। यहाँनिर अर्को चोरले पश्चाताप गर्दा प्रभु येशू ख्रीष्टले दोस्रो शब्द बोल्नुहुन्छ, आजै तिमी मसित स्वर्गलोकमा हुनेछ भन्नुमा चाहिँ नरकको ढोकाबत्ती तिम्रो निम्ति बन्द भयो र मसँग तिमी स्वर्गमा भएका छौ भनेर प्रभुले त्यतिखेर क्षमा गर्नुहुन्छ र त्यो चोरलाई चाहिँ बचाउनुहुन्छ। यसबाट सिक्नुपर्ने लेसन चाहिँ के हो भन्दाखेरि कोही मानिस चाहिँ जीवनको अन्तिम पलमा पनि उसले पश्चाताप गरेर प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्छ भने साँच्चै नै ऊ चाहिँ प्रभु यीशु ख्रीष्टसँगै स्वर्गलोकमा हुनेछ भन्ने कुरा पनि सिक्दछन्। यसरी नै धर्मी जन चाहिँ विश्वासद्वारा जिउँछन्। यो मान्छेले बप्तिस्मा लिएका पनि थिएनन्, यो चोरले प्रभु भोज खाएका पनि थिएनन्, यो चोरले भेटी दशंसा दिएका पनि, यो त चोर हो। त चोरले पनि विश्वास गरे अन्त्यमा, प्रभु मलाई तपाईँको राज्यमा सम्झिनुहोस्, येशू मलाई तपाईँको राज्यमा सम्झिनुहोस् मात्र भनेका थिए। अनि येशूले उसलाई दया गरेर के भन्दछ भन्दाखेरि, साँच्चै म तिमीलाई भन्छु आजै तिमी मसँग स्वर्गलोकमा भएका छन्। यसलाई भनिन्छ धर्मी जन विश्वासद्वारा जिउँछ। हामी विश्वास गर्छौँ भने प्रभु यीशु ख्रीष्टले हाम्रो अन्तिम पलमा पनि उहाँले हामीलाई बचाउनुहुन्छ र उहाँले हामीलाई स्वर्गको चाहिँ राज्यमा स्वागत गर्नुहुन्छ भन्ने कुरा सिक्छ। अब त्यसपछि 12 बजेदेखि 3 बजेसम्म सारा देशले अन्धकार। त्यसपछि के भयो भन्दाखेरि मर्कुसको पुस्तक 15:33 12 बजेदेखि 3 बजेको समयमा चाहिँ विशेष गरी के भएको थियो भन्दाखेरि त्यो शुक्रबारको दिन 12 बजे नै सारा देश अन्धकारले छाप्यो हुन्छ र क्रुसमा मार्नु भएको, क्रुसमा झुन्ड्याउनु भएको येशूले चौथो शब्द बोल्नुहुन्छ। अनि चौथो शब्द उहाँले के भन्नुहुन्छ भन्दाखेरि इलोई लामा सबखतनी, अर्थात् हे मेरो परमेश्वर, हे मेरा परमेश्वर तपाईँले मलाई किन त्याग्नु भएको छ भनेर उहाँले चौथो वचन बोल्नुहुन्छ। क्रुसमा एकदमै प्रभु तडपिनुहुन्छ किनकि उहाँलाई तिर्खा लागिसकेका थिए। मलाई तिर्खा लाग्यो भनेर उहाँले 5औं कुरा बोल्नुहुन्छ। अनि यसरी चौथो र 5औं कुराहरू बोल्छ। प्रभु तडपिनुहुन्छ, प्रभु एकदमै दुःख कष्टमा पर्नुहुन्छ। क्रुसमा एकदमै उहाँ चाहिँ दुःख कष्टमा परेर उहाँले परमेश्वरले, हे प्रभु मलाई तपाईँले, पिता मलाई तपाईँले किन त्याग्नु भयो, हे परमेश्वर तपाईँले मलाई किन त्याग्नु भएको छ भनेर चाहिँ उहाँले परमेश्वरसँग चाहिँ कुरा गर्नुहुन्छ। अनि सेम टाइम उहाँले भन्नुहुन्छ अब मलाई तिर्खा लाग्यो भनेको अन्तिम समयमा उहाँले तिर्खा लागेर एकदमै तिर्खा लागिरहेका छन्, उहाँ तडपिरहेका छन्। यसबाट सिक्नुपर्ने कुरा अन्धकार किन भयो भन्दाखेरि पाप अन्धकार हुन्छ। अन्धकारमा हुनु भने परमेश्वरबाट त्यागिनु हो। अब यहाँ परमेश्वरले प्रभु यीशु ख्रीष्टलाई हामीहरूको लागि चाहिँ त्यागिँदैछन्। त्यस कारणले गर्दाखेरि अन्धकारमा हुनु भनेको चाहिँ परमेश्वरबाट त्यागिनु हो। किनकि जब हामी परमेश्वरबाट त्यागिन्छौँ भने अन्धकार हुन्छ। अनि अविश्वास गर्नेहरूलाई अन्धकार चाहिँ उनीहरूको लागि एकदम प्यारो मानिन्छ भन्छ। संसारका मानिसहरूलाई अन्धकार एकदम प्यारो लाग्छ भन्छ। अनि उहाँले बोल्नुभएको 5औं कुरामा तिर्खा लाग्यो भन्दाखेरि चाहिँ के हो भन्दाखेरि तिर्खामा उहाँ मर्नुभयो, तडपेर उहाँ पानी खान पाउनु भएन, तिर्खामा उहाँ मर्नुभयो ताकि हरेक तिर्खाएकाहरूले उहाँलाई, तिर्खाएकाहरूले यसरी चाहिँ तडपिन नपरोस्, तिर्खाउन नपरोस् भनेर उहाँले तिर्खाको कष्ट भोग्नुभयो। त्यस कारणले उहाँले भन्नुभएको छ मलाई विश्वास गर्नेहरू भोगाउनु भयो भने पनि त्यो भोगाउने छैनन्, तिर्खाएकाहरू मलाई पिउनेहरूले चाहिँ जीवनको पानी पिउनेले चाहिँ कहिले तिर्खाउने छैनन् भनेर भन्छ। त्यस कारणले गर्दाखेरि यसो तिर्खाएको यो बल चाहिँ के हो भन्दाखेरि पछि उहाँलाई विश्वास गर्ने हरेक चाहिँ तिर्खाउन नपरोस्,
म जसरी भगाउनु नपरोस्, म जसरी तर्पिन नपरोस्, म जसरी तिर्खाउन नपरोस् भनेर उहाँले दिनलाई नै रातमा परिणत गराइदिनु भयो, अन्धकार बनाइदिनु भयो। अन्धकारहरूको हालत यस्तै हुनेछ भनेर, किनकि परमेश्वरबाट त्यागिनु, अन्धकारमा रमाउनु, अन्धकारमा मनपर्नेहरू, अन्धकार मनपर्ने अविश्वासीहरू धेरै नै यस ठाउँमा छन् भन्ने कुरा देखाउनको लागि त्यस्तो भएका थिए। सेम समय येशू ख्रीष्टले 6औं र 7औं कुरा पनि बोल्नुहुन्छ। अब 6औं कुरा उहाँले यूहन्नाको पुस्तक 19:30 पदमा अब सिद्धियो भनेर उहाँले चाहिँ आफ्नो प्राणलाई चाहिँ परमेश्वरको हातमा समर्पण गर्नुहुन्छ। अब सिद्धियो, इट इज फिनिस्ड भन्छ। इन्ड हुनु र फिनिस्ड हुनु धेरै कारण हुनु छ। अब सिद्धियो भनेर चाहिँ उहाँले प्रभु येशू ख्रीष्टले चाहिँ क्रुसमा यो वचन बोल्नुहुन्छ। यो चाहिँ 6औं वचन हो। अब सिद्धियो भनेको छ, के सिद्धियो त भन्दाखेरि पापको ज्याला मृत्यु थियो, पापको मूल्य चाहिँ अब सिद्धियो। अब पाप सिद्धियो। संसारमा जसले मलाई विश्वास गर्छ तिमीहरूको निम्ति मलाई विश्वास गर्नेहरूको पापको ज्याला चाहिँ मैले तिरेका छन्, त्यो सिद्धियो भन्छ। हामी ब्याङ्कबाट पैसा लिँदाखेरि, लोन लिँदाखेरि हाम्रो लाल पूर्जा राख्छौँ, महिनामा कसले पे, महिना हामी पे गर्दै 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 लास्टमा चाहिँ के भन्छ ब्याङ्कले, सकिसक्यो अब सिद्धियो तिम्रो पूर्जा लिएर जाऊ भनेर चाहिँ हामीले फिर्ता गरेर, जसरी नै येशू ख्रीष्टले क्रुसबाट हाम्रो सबै पापहरू सिद्ध्याइदिनु भयो। क्रुसमा हामीले तिर्नुपर्ने मूल्य चाहिँ उहाँले तिरिदिनु भयो, हामीले तिर्नुपर्ने ऋणहरू चाहिँ उहाँले तिरिदिनु भयो र हामी स्वतन्त्र गरिदिनु भएको छ। अनि लुका 23:46 पदमा 7औं कुरा उहाँले उच्च स्वरले करार येशूले भन्नुभयो, हे पिता म मेरो आत्मा तपाईँको हातमा सुम्पन्छु, यति भनेर उहाँले आफ्नो प्राण त्यागिदिनु भयो भन्छ। उहाँले आफ्नो आत्मा चाहिँ परमेश्वरको हातमा सुम्पिदिनु भएको कुरा हामी पाउँछौँ। सुरुमा माथि अब सिद्धियो भने चाहिँ उहाँले आफ्नो शरीरलाई सुम्पिनु भयो। अनि लुकाको पुस्तक 23:46 7औं कुरामा उहाँले आफ्नो आत्मा र प्राणलाई सुम्पिदिनु भयो। अनि अन्त्यमा उहाँले शरीर, प्राण र आत्मा परमेश्वरको हातमा यसरी यो समयमा शुक्रबारको दिनमा उहाँले सुम्पिदिनु भयो। अब येशू ख्रीष्टले जब क्रुसमा आफ्नो प्राण, आत्मा, शरीर सबै त्यागिसकेपछि चाहिँ नै के भयो भन्दाखेरि अब त्यतिखेर चाहिँ मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म 2 भाग भएर च्यातियो हुन्छ। अलिकति चित्रमा तपाईँहरूले हेर्न सक्नुहुन्छ, यहाँ एउटा वेदी पनि छ। अनि जमिन काप्न लाग्यो र चट्टानहरू फुटे। मत्तीको पुस्तक 27:51-52 हामी त्यो कुरा पाउन सक्छौँ। चिहानहरू उग्रिएर सन्तहरूको मृत शरीर जीवित भई उठे भनेर भन्छ। मत्तीको पुस्तक 27:51-52-53 हेर्छौँ भने अब मन्दिरको पर्दा च्यातेको छ, भुइँचालो आएका छन्, भुइँहरू काप्न थाले, चट्टानहरू काप्न थालिसकेका, धेरै मानिसहरूले उहाँ परमेश्वरको पुत्र हो भन्ने कुरो चाहिँ अब थाहा पाउन लाग्यो। जमिन हल्लिसकेपछि मान्छे तडपिए। त्यसपछि धेरैजना मानिसहरू दङ खाए, ओहो यो चाहिँ परमेश्वरको पुत्र नै रहेछ भन्ने कुरा मानिसहरूले पत्ता लगाउन थाले। अनि अलिकति एउटा पोइन्ट पनि छ, यो पर्दा च्यातिनुको रिजन चाहिँ के हो भन्दाखेरि त्यो पर्दाको पछाडि महापवित्र स्थान हुनुहुन्थ्यो। त्यो पवित्र स्थानमा चाहिँ प्रधान पुजारी वर्षको एकचोटि मात्रै जान्थ्यो। अब पर्दा च्यातिसकेपछि प्रधान पुजारी मात्र न, हरेक पुजारीहरू हरेक साल चाहिँ परमेश्वरको उपस्थितिमा त्यहाँ जान पाइने व्यवस्था भयो। अब यसबाट सिक्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि अब परमेश्वर र मानिस बीचको पर्खाल च्यातिएको, यो पर्दा च्यातिएको चाहिँ परमेश्वर र मानिस बीचको पर्खाल, गहिरो पर्खाल थियो। परमेश्वर र मानिस बीचको सम्बन्ध नजिक बनाउनको लागि छेकिराख्ने पर्खाल थियो। त्यो पर्खाल चाहिँ जब येशू ख्रीष्टको मृत्युमा त्यो पर्खाल च्यातियो, त्यो पर्दा च्यातियो। 2 भाग विभाजन भइसकेपछि त्यहाँ अब हरेक पुजारीहरू प्रभुको उपस्थितिमा जानु पाएको, जसरी तपाईँ र म चाहिँ अब परमेश्वरको उपस्थितिमा डाइरेक्ट येशू ख्रीष्टमा हामी जान पाउने भयो भन्ने कुरा पनि सिक्छौँ। अब लुकाको पुस्तक 23:47-48 अब यो सब घटना देखेर कप्तानले यसो भन्दै परमेश्वरको महिमा गरेर, निश्चय नै यिनी धार्मिक मानिस थिए भन्छ। अब यो सबै तहल्का देखिसकेपछि, भूकम्प, भुइँचालो, चट्टान हल्लिने, विभिन्न किसिमको कुराहरू भइसकेपछि त्यहाँका कप्तानले पनि प्रभुको महिमा गरे, परमेश्वर तपाईँको महिमा होस्, जय जग्गा तपाईँ निश्चय नै यो मान्छे निश्चय नै धार्मिक मानिस रहेछ भने त्यहाँका मानिसहरूको सामुन्ने त्यहाँका कप्तानले पनि प्रभुलाई महिमा गर्दछ। 48 पदमा अनि यो दृश्य हेर्न जम्मा भएका सबै मानिसहरूले यी सब देखे र आफ्नो छाती पिट्दै घर फर्के भन्छ।
त्यहाँ धेरै मानिसहरू थियो, सबैले चाहिँ छाती पिटेर चाहिँ उनीहरू फर्के हुन्छ। किन छाती पिटेका हुन् भन्दाखेरि यिनीहरू मरेका, प्रभु यीशु त मर्नुभयो तर यिनीहरू मरेका थिए, जिउँदै थिए, त्यसकारण उनीहरू छाती पिट्नुको उद्देश्य, छाती पिट्नु भएको उनीहरूको लागि केही पनि थिएन। एकदम छाती पिट्नु भनेको कस्तो, हाँसेर खुसी भएर होइनन्, दुःख भएर रोएर उनीहरू छाती पिट्दै पिट्दै रोए भन्छ। यसबाट शिक्षा, प्रभु यीशु ख्रीष्टलाई विश्वास नगर्नेहरू एक दिन यसरी छाती पिट्दै रुने अवस्था पनि आउनेछन् भन्छ। मानिसहरू प्रभुलाई विश्वास नगर्नेहरू धेरै छन्, प्रभुलाई घिल्ला गर्ने अपमान गर्नेहरू धेरै छन्, तर प्रभुलाई नचिनेसम्म उनीहरू प्रभुको अपमान गर्दैछन्। तर प्रभुलाई जब सत्यमा चिन्नेछन् अनि चिनिसके उनीहरू तड्पिनेछन्, उनीहरू छाती पिट्नुको विकल्प केही पनि हुने छैनन्। र हामीहरूको सङ्गतिमा आज 29 जना हामीहरू छन्। 29 जनाको भिडमा पनि यदि प्रभुलाई यसरी नै हामी विश्वासी भएर पनि कोही कोही मानिसहरूले प्रभुको कामलाई पत्याउँदैनन् र यस्तो अवस्थामा हामी पनि छौँ भनेदेखिलाई तपाईँ र म पनि यी मानिसहरू छाती पिटेर घर फर्किनु पर्ने अवस्था हुनेछन्। तर परमेश्वरलाई धन्यवाद होस्, हामी त्यस्तो भिडमा छैनौँ जो छाती पिट्ने भिडमा। हामी त प्रभु यीशु ख्रीष्टको मृत्युलाई एकदमै प्रभुलाई धन्यवाद दिएर उहाँको महिमा गर्ने भिडमा हामी छौँ भन्ने कुरालाई म विश्वास गर्दछु। अब त्यसपछि के भयो त भन्दाखेरि प्रभु यीशु ख्रीष्टले त आफ्नो प्राण त्याग्नु भयो, तर त्यो 2 जना चोरहरू चाहिँ मरेका थिएनन्। अनि 2 जना चोरहरू नमरेको कारणले गर्दाखेरि त्यहाँका सिपाहीहरूले यो चोरलाई अब धेरै दुःख भयो, यसले पनि मारिदिनुपर्छ भनेर उनीहरूको खुट्टा भाँचिदिन्छन्। त्यो चोरहरूको खुट्टा भाँचिदिन्छन् र खुट्टा भाँचेको कारणले उनीहरू आफ्नो सास फेर्न नसक्दाखेरि उनीहरू विशेष गरी त्यहाँ उनीहरू पनि तडपी मर्दछन्। तर येशूको खुट्टा भने उनीहरूले भाँच्दैनन् भन्छ। तर सिपाहीहरू मध्ये एकजनाले येशूको कोखमा भालाले घोचे भन्छ। येशूको कोखामा चाहिँ त्यो मान्छे जिउँदो छ कि मृत्यु भयो भनेर कोखामा चाहिँ भालाले रोपिदिन्छन् र येशूको रगतहरू त्यहाँनिर छरपष्ट हुन्छन्। अनि यशायाको पुस्तक 53 5 पदको वचन चाहिँ पुरा हुनुको लागि त्यो गरेका थिए। हाम्रो अपराधहरूको निम्ति छेडियो, हाम्रो अधर्मको निम्ति ऊ पेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भएका छौँ भन्छ। यो वचन पुरा गर्नको लागि, पुरा हुनको लागि त्यहाँका मानिसहरूले, त्यहाँका सिपाहीहरूको एकजनाले येशूलाई भाला रोपिरहेका छन्। तर एउटा चित्रमा देख्न सकिन्छ, येशूलाई भालाले रोपेको बेलामा 2 जना स्त्रीहरू चाहिँ येशूको क्रुससँगै बसिरहेको देखिन सक्छ। दिदीबहिनीहरू, यो पनि एउटा शिक्षा हो। दाजुभाइ उहाँको आफ्नै रोटी, उहाँसँगै रोटी खाने उहाँको चेला यहुदा इस्करियोतले उनलाई धोका दिए, तर यी 2 जना दिदीबहिनीहरू यस क्रुसमा मर्ने बेलामा पनि उनीहरूले येशूलाई छोडेनन्। यी दिदीबहिनीहरू को हुन् म पछि तपाईँहरूलाई भन्ने नै जानेछौँ। अनि यसरी प्रभु यीशु ख्रीष्टलाई धर्मशास्त्रको वचनहरू पुरा गर्नको लागि उहाँलाई गाड्ने तयारीमा हुन्छ र येशूको लास गाड्नको लागि चाहिँ योसेफ नाउँ भएको एकजना व्यक्तिले चाहिँ पिलातससँग येशूको लास माग्छ र लास मागिसकेपछि एकदमै कोही पनि नराखेको, कहिले कसैले नराखेको एकदमै नयाँ चिहानमा, ढुङ्गाले खोपेको चिहानमा एकदमै ठुलो मलमल कपडाले लपेटेर एकदमै तेल अत्तरहरू खसेर चाहिँ येशू ख्रीष्टलाई अब त्यहाँ गाडिदिन्छन्। तर त्यहाँ गाड्दाखेरि पनि पिलातसको मनमा एउटा याद छ, प्रभु येशू ख्रीष्टले भन्नुभएका थिए मर्नुभन्दा अगाडि तिमीहरूले मलाई मारे तापनि म तेस्रो दिनमा जीवित हुनेछु भनेर भनेको कारणले गर्दा पिलातसको मनमा यो कुरा ध्यानमा आउँछ र उसले के भन्छ, पिलातसले ढुङ्गामा मोहर लगाएर पहरेदारहरू खटाए अनि चिहान सुरक्षित राखे भन्नुभएको छ। अब येशू बौरी उठ्नुहुन्छ भन्ने कुरा भनिसक्नु भएको छ। त्यस कारणले गर्दाखेरि यो हेर्नको लागि तिमीहरू पहरेदार बस्नुपर्छ भनेर त्यो ढुङ्गालाई चाहिँ यस्तो किसिमको साङ्लाले बाँध्यो भन्छ, यस्तो किसिमको मोहरा लगायो भन्छ, यानि कि त्यो कसैले भत्काएर भत्किन नसकोस्, कसैले येशूको लासलाई चोरेर नलगोस् भन्नेको कारणले गर्दा त्यसरी गरे। अनि पिलातसले चाहिँ त्यति मात्रै गर्नु भएन कि, त्यति मात्रै गरेनन्, उनले चाहिँ विशेष गरी 2-3 जना सुरक्षा कर्मीहरू पनि राखेर त्यहाँ सुरक्षाको निम्ति खडा गरेको हामी पाउँछौँ। यसरी शुक्रबारको दिन बिहान 6 बजेदेखि बेलुका 6 बजेको समयमा येशू ख्रीष्टको यो दुःख कष्टहरू चाहिँ हामी पाउन सक्छौँ। यो एकदम महत्त्वपूर्ण हो। इस्टर सन्डे बुझ्नेहरूले यो कुरा चाहिँ एकदम महत्त्वपूर्ण छ, यो कुरा बुझ्न जरुरत छ। इस्टर सन्डे त उल्लासको दिन हो, तर उल्लास हुनुभन्दा अगाडि किन यो भयो, यो इस्टर सन्डे कसरी सुरु भयो भन्दाखेरि येशूको मृत्यु नै इस्टर सन्डे थियो।
यसुको मृत्युबाट बौरी उठायो इस्टर सन्डे चाहिँ। अब यो कष्ट दुःख जसले बुझ्छ त्यो मान्छेले चाहिँ अवश्य पनि यसुलाई बुझ्नेछ भन्ने कुरा बुझाउनको लागि मैले तपाईँहरूलाई इस्टर सन्डेभन्दा अगाडि अलिकति यो पोइन्टलाई मैले अगाडि सारेका थिएँ। अनि शनिबारको दिन उहाँलाई गाडिनुहुन्छ, शनिबारलाई चाहिँ साइलेन्ट सटरडे भन्छ, शुक्रबारलाई गुड फ्राइडे भन्छ। विशेष गरी मानिसहरू मृत्यु हुँदा, मानिस मर्दा, घरको आफन्तहरू मर्दाखेरि दुःख हुनुपर्ने हो, स्याड फ्राइडे हुनुपर्ने हो, स्याड दिन हुनुपर्ने हो, स्याड डे हुनुपर्ने हो। तर प्रभु यीशु ख्रीष्टको मृत्युको दिनलाई चाहिँ गुड फ्राइडे, असल शुक्रबार भन्नुको कारण चाहिँ उहाँको निम्ति कष्ट दुःख नै थिए, तर तपाईँ र मेरो निम्ति उहाँले गर्नुभयो कामहरू मध्येको सबभन्दा ठुलो काम थियो, सबभन्दा असल काम थिए। तपाईँ र मेरो मूल्य तिरेको समय थियो, तपाईँ र मेरो ऋणहरू छुट्टा गरिएको दिन थियो, अनि तपाईँ र मेरो पापको ज्याला पे गरेको कारणले यो दिनलाई चाहिँ सुखद शुक्रबार भनेर भन्छ। अनि शनिबारको दिन केही पनि गर्नुहुन्न, शनिबार एकदमै साइलेन्स भएर सबैजना एकदमै शान्तसँग बस्नुहुन्छ र सटरडे शनिबार रातभरि यसरी यसु ख्रीष्ट चाहिँ चिहानमा त्यो चाहिँ गाडिनुहुन्छ।